किन तपाईसँग वास्तविक के भएको छ? मलाई सरकारले मलाई जति दिएको छ तपाईलाई चेक गर्ने अधिकार के छ? मलाई चेक गर्ने सुन्नुस्, मैले तपाईँलाई क्लियर बताएँ, तपाईँसँग स्मार्ट छैन हो, स्मार्ट कार्ड छैन मसँग। तपाईँले के बोलिदिनु भयो मलाई सरकारले दिएको छैन भन्दा? सरकारले दिएको छैन, नागरिकता त दिएको होला नि त दिनु भएको छ नागरिकता छ भने नागरिकता तपाईँले बोक्नु भएको छैन। अनि सरकारले सुन्नुहोस्, तपाईँलाई नागरिकता दिएको छ नि, नागरिकता तपाईँ संसद अनुसारी हो भन्ने प्रमाण गर्नको लागि त कोड अफ कन्डक्टमा सुन्नुस् न, कोड अफ कन्डक्टमा कोड अफ कन्डक्ट गर्नुस् न। त्यो त कार्ड अहिले देखाउनु भयो त, उहाँले बेलैमा देखाउनु नि त, क्वेसन गर्नुभन्दा पहिला कार्ड देखाउने हो। यहाँ सुन्नुस् न, तपाईँले के यहाँ मसँग तपाईँसँग के कुरा तपाईँले भनिहाल्नु, तपाईँले त पहिले डिस्कस गरिदिइहाल्नु भयो। तपाईँले म भन, तपाईँले यो कार्ड तपाईँ संसद अनुसारी हो भन्ने प्रमाण गर्नको लागि नागरिक मैले के मलाई सरकारले प्रमाण यो लाइसेन्स डकुमेन्ट मलाई दिनु पर्यो नि त। त्यो दिनु पर्यो त, तपाईँले सम्बन्ध निकायमा भन्ने हो नि, हामीसँग भन्नुहुन्छ त, हामीसँग भन्नुहुन्छ तपाईँले चाहिनु भन्नु के छ? बुलबुक र लाइसेन्स है, लाइसेन्स तपाईँले यो लाइसेन्स तपाईँको भन्ने प्रमाण त हुनु पर्यो नि त। सुन्नुहोस्, यसको तपाईँसँग प्रमाण हुनु पर्यो नि त, यो गलत छ कि सही छ तपाईँसँग हुनु पर्यो, मसँग होइन, तपाईँसँग हुनु पर्यो प्रमाण। जंगलमा कहाँबाट स्क्यान हुन्छ? जंगलमा कहाँबाट स्क्यान हुन्छ? यसको वैकल्पिक उपाय छैन कुनै? त्यो त मेरो समस्या वैकल्पिक उपाय छैन। तपाईँसँग नागरिकता बोक्ने भनेको छ, नेपाल सरकारले नागरिक एप दिएको छ तपाईँसँग, त्यो बोक्ने हो। त्यो बोकेर अनि त्यसपछि बनाउनुहोस् भिडियो, जायज कुरा बनाउनुहोस्, भिडियो बनाउनुहोस्, जायज कुरा बनाउनुहोस्। जायज कुरामा आफू गलत बस्ने, त्यसपछि त्यो मोबाइल तपाईँसँग मोबाइल बोक्दैमा के भनेको छैन। सुन्नुहोस्, तपाईँ कार्ड बोक्दैमा, क्यामेरा बोक्दैमा सुन्नुहोस्, त्यस्ता भिडियो हामीलाई पनि बनाउन आउँछ, हामीलाई पनि अपलोड गर्न आउँछ, हाम्रो पनि वेबसाइट छन्। यो प्रमाण तपाईँसँग पकेटमा रहेछ त यही पहिला देखाइदिएर हुन्थ्यो नि त हामीलाई। तपाईँले के मान्नुभयो मसँग? तपाईँले यो जो कार्ड अहिले पकेटमा देखाउनु भयो नि, उहाँले कसरी बोक्नु भएको छ? उहाँले बोक्नु भएको छ, उहाँले बोक्नु भएको छ। नागरिकता छैन मसँग, तपाईँसँग छैन, तपाईँ छैन भन्ने हो त। अनि मेरो यस्तो सरकारले यो दियो ऊ दियो भन्न मिल्छ त? संसद अनुसारी मेरो नाम बोल्नु। ल मेरो नाम हो संसद, म प्रमाणित मैले सुन्नुहोस्, मलाई सरकारले दिनु पर्यो नि त। मलाई दिनलाई त यो हजुरको ठिक छ, यो भन्नुभयो। यो तपाईँको लाइसेन्स हामीले डुप्लिकेट भनेको पनि छैन, लाइसेन्स होइन पनि भनेको छैन। तर यसमा के छ भने हजुरको एउटा प्रुफको लागि एउटा फोटो समेतको नाम भएको एउटा राख्नु पर्छ। यसको लागि एउटा जस्तो अहिले हजुरले जुन पत्रकारको कार्ड देखाउनु पनि देखाउने बित्तिकै निकालेर हजुरले मैले जुन भिडियो बनाउन थाल्नु पनि सर, त्यो कार्ड पहिले देखाइदियो हुन्छ नि त। त्यो ठिक छ, यो कार्डमा हजुरको जुन नाम लेखेको छ ल्याउनु सर, हामीले खिच्न दिनुहोस्। हाम्रो पनि अधिकार हो, जस्तो हाम्रो फोटो हजुरले खिच्नु, हजुरको ल खिच्नु न कि तपाईँ यो हजुरको जस्तो स्वाद अनुसार कहिले देखाउनु पनि। ल अब हजुरको चाहिँ सही भयो, अब जानुहोस्, पठाइदिन्छौँ नि त हामी। हजुर यो प्रुफ भयो नि त, यहाँ प्रुफ भइसकेको छ। अब प्रुफ भइसक्यो त हामीले छोडिराख्नु त उहाँलाई। प्रुफ चाहियो, फोटो समेत दिएको छैन, उहाँ दिएको छ, त्यो त प्रुफ चाहियो निकायमा त संसाद हजुरको मेरो नाम हो भन्ने मैले कसरी हुन्छ? म किन भन्नु न, एउटा प्रुफ चाहियो नि सर। दिएको छैन त उसलाई सरकारले तपाईँलाई नागरिक अवस्था थाहा छ नि तपाईँलाई? सुन्नु है ब्रदर, आइनु के बेटर दाइ निल के नेपाली बोल्नुहोस्, नेपाली बोल्नु, इङ्ग्लिसमा बोल्नुहोस्, नेपाली बोल्नुहोस्। आइनु के मधेसियाबाट परियाना बाट तपाईँको सुन्नुहोस् न, के ढाक देखल के को तपाईँ ढाक रहँदै हो? हेलो सुन्नुहोस् न, यहाँ के को तपाईँको तपाईँ संसार भन्ने प्रमाण गरिदिनुहोस्, तपाईँ जानुहोस् है। तपाईँसँग डिस्कस गरेर हामीले के तपाईँ यहाँ सुन्नुहोस्, त्यसमा मोबाइल हामीसँग पनि छ, मोबाइलमा देखाउनु होला। हामीलाई पनि भिडियो बनाउने अधिकार छ, हामीसँग पनि भिडियो बनाउने अधिकार छ। यो दुईटा तपाईँ देखाएपछि हामी छोडेन तपाईँले छोड्नु हजुरले फोटो समेतको यो संसाधन सारीको कार्यक्रम हामी छोडेको छ नि तपाईँले पुरै प्रुफ भाषा प्रुफ भइसक्यो,